बिहान उठ्छु फेसबुक स्क्रोल गर्छु आँखा रातो सपना देख्थे ठुलो अहिले त फ्यासन मात्र हो काममा जाँदा बसमा ठेलम ठेल मनमा खाओ साथीहरू भन्छन् भाइ सक्सेस आउँछ तर मलाई लाग्छ फार्स हरेक दिन उही रुटिन उही चिया पसल उही कुरा दोहोऱ्याउँछु उही पुरानो सवाल के भइरहेको छ मलाई भन्छु ऐनामा हेरेर जवाफ आउँदैन केवल थकानले घेरेर गन्तव्य हराएको म बाटोमा अल्मलिएको सपना बोकेर हिँडेको तर कता जाँदैछु थाहा छैन यो हावा जस्तै बग्दैछु कहाँ पुग्छु थाहा छैन गन्तव्य हराएको म अब त फसे मैले नै माया पनि आयो तर ब्रेक भयो चाँडै तर राम्रो मान्छे भन्दै गयो छोडेर मलाई साँझै अब राति सुत्दा पनि निद्रा आउँदैन फोनमा पुराना च्याट हेर्छु आँसुले भरिन्छ आँखाले पैसा कमाउँछु कि ज्यान जोगाउँछु भन्ने डाउट ऋण तिर्न बाँकी सपना त झन् टाढा छुट आमा फोनमा भन्छन् छोरो सधैँ हाँस म हाँस्छु फोनमा तर मनभित्र चिच्याइरहेछु क्लास गन्तव्य हराएको म बाटोमा अलमलिएको सपना बोकेर हिँडेको तर कता जाँदैछु थाहा छैन यो हावा जस्तै बग्दैछु कहाँ पुग्छु थाहा छैन गन्तव्य हराएको म अब त फसे मैले नै कहिलेकाहीँ सोध्छु यो सब छोडेर भागौँ कि पहाडतिर सानो घर चिया र किताब मात्र लिई तर डर लाग्छ फेरि हराउने डर यो सहरले पनि मलाई छोड्छ कि क्या हो थाहा छैन यार गन्तव्य हराएको म अलम दिइरहेछु कुनै दिन बाटो भेटिएला कि आशा बोकेर बाँचिरहेछु यो लाइफको जर्नीमा हराए पनि ठिकै छ कुनै दिन मिल्ला कि मेरो आफ्नै गन्तव्यसँग मेरो आफ्नै गन्तव्य